ओके ओके भोलि इक्जाम छ होइन टेन्सन लिनु पर्दैन वाटर सप्लाई च्याप्टर 1 ल 500 मिनटमा सर्र रिभाइज गरौँ है त रेडी ल सुरु गरौँ 20% यो नम्बर के होला जस्तो लाग्छ मान्छेको शरीरमा नि जम्मा 20% पानीको कमी भयो भने ज्यान जान सक्छ हो अ 20% रिडक्सन क्यान बी फेटल अब बुझ्यो होला यो सब्जेक्ट किन यति धेरै इम्पोर्टेन्ट छ भनेर हो त्यसैले यो एकदमै महत्त्वपूर्ण छ ल अब चिन्ता लिनु पर्दैन च्याप्टर 1 का जति पनि मेन पोइन्ट्स छन् नि सबै सर्र कभर गरिहालौँ ल अब सुरु गरौँ वाटर 101 मतलब की डेफिनेसन्सबाट यो त एक्जाममा सोधिहाल्छ त्यसैले एकदम ध्यान दिएर है पहिलो डेफिनेसन छ वाटर सप्लाई इन्जिनियरिङ छोटकरीमा WSE यो भनेको के हो भने सिभिल वा इन्भाइरोमेन्टल इन्जिनियरिङको एउटा यस्तो ब्रान्च हो जसले वाटर सप्लाई सिस्टमको बारेमा स्टडी गर्छ मेन कुरा के हो भन्दा सिस्टमको डिजाइन र कन्स्ट्रक्सन गर्ने ताकि मान्छेलाई सेफ पानी सप्लाई गर्न सकियोस् सिम्पल छ ओके सेफ वाटर सप्लाई गर्ने त भनियो तर कस्तो पानीलाई सेफ भन्ने त हामीले कस्तो पानीको कुरा गर्दैछौँ ल पहिलो टर्म छ पोर्टेबल वाटर पोर्टेबलको सिधा अर्थ हो पिउन मिल्ने यस्तो पानी जसको टेस्ट मिठो हुन्छ प्लेजेन्ट हुन्छ अनि घराइसी काममा पनि प्रयोग गर्न मिल्छ सो याद राख्नुस् पोर्टेबल वाटर भनेको ड्रिङ्केबल वाटर हो अब एउटा एकदमै इम्पोर्टेन्ट कम्पेरिजन हेरौँ होलसम वाटर र प्योर वाटर बीचको फरक प्योर वाटर भनेको त सिम्पल H2O मात्र हो यसमा अरू केही पनि हुँदैन यो ल्याबहरूमा वा इन्डस्ट्रियल प्रोसेसमा त प्रयोग हुन्छ तर यसमा मिनरल्स नहुने भएकोले हेल्थको लागि राम्रो मानिँदैन अर्कोतर्फ होलसम वाटर यो केमिकली प्योर नहुन सक्छ तर यसमा कुनै पनि हार्मफुल सब्स्टेन्स हुँदैन र सबैभन्दा महत्त्वपूर्ण कुरा यसमा हाम्रो स्वास्थ्यको लागि चाहिने युजफुल मिनरल्स हुन्छन् त्यसैले पिउनको लागि सबैभन्दा उत्तम कुन रहेछ त होलसम वाटर ल डेफिनेसन्सको पार्ट सकियो अब आउँछ यो च्याप्टरको सबैभन्दा महत्त्वपूर्ण हिस्सा द सिस्टम एक्जामको लागि डायग्राम बनाउन आउँछ त्यसैले यो पार्ट एकदमै इम्पोर्टेन्ट छ ल हेरौँ कुनै पनि वाटर सप्लाई सिस्टमको बेसिक फ्लो यस्तो हुन्छ सबैभन्दा पहिला सोर्सबाट पानी इन्टेकले लिन्छ त्यसपछि ट्रिटमेन्ट प्लान्टसम्म पानी पुर्याउन ठूलो पाइप चाहिन्छ जसलाई ट्रान्समिसन मेन भनिन्छ ट्रिटमेन्ट प्लान्टमा पानीलाई सफा गरिन्छ अनि त्यो सफा पानी रिजर्भोयरमा स्टोर गरेर राखिन्छ र अन्तमा डिस्ट्रिब्युसन सिस्टमले त्यो पानी घर घरको धारासम्म पुर्याउँछ के भयो त इन्टेक ट्रान्समिसन ट्रिटमेन्ट रिजर्भोयर एन्ड डिस्ट्रिब्युसन यो सिक्वेन्स याद राख्नुपर्छ है तर एउटा प्रश्न के यो सिस्टम गाउँ र सहरमा ठ्याक्कै एउटै तरिकाले काम गर्छ त पक्कै गर्दैन होला हैन ल हेरौँ के फरक छ ल यो स्लाइडले त सबै कुरा क्लियर गर्छ एकातिर छ रुरल ग्राभिटी फ्लो सिस्टम यहाँको हिरोको हो ग्राभिटी किनभने पानीको सोर्स अग्लो ठाउँमा हुन्छ र पानी आफै तलतिर बग्छ कुनै एनर्जी चाहिँदैन अनि अर्कोतिर छ टिपिकल अर्बन वाटर सप्लाई सिस्टम यहाँ के देखिन्छ पम्प हाउस शहरमा सोर्स तल हुन सक्छ ठाउँहरू फ्ल्याट हुन्छन् अनि नेटवर्क पनि एकदमै ठूलो हुन्छ त्यसैले पानीलाई पुश गर्नको लागि पम्प नभई हुँदैन भनेपछि मेन डिफरेन्स के रहेछ त रुरलमा ग्राभिटी अर्बनमा पम्प्स यति कुरा याद राखे पुग्यो एक्जाममा कम्पेरिजन सोध्यो भने यही हो मेन पोइन्ट ल सिस्टम कसरी चल्छ द हाउ त्यो त बुझियो अब कुरा गरौँ वाइको मतलब एउटा वाटर सप्लाई इन्जिनियरको उद्देश्य उसको अब्जेक्टिभ चाहिँ के हुन्छ त उद्देश्यहरू एकदमै सिधा छन् पहिलो सेफ र होलसम पानी उपलब्ध गराउने दोस्रो क्वान्टिटी यानि कि मात्रा पनि पर्याप्त हुनु पर्यो तेस्रो मान्छेले सजिलै पाउन सक्ने हुनु पर्यो चौथो सिस्टम इकोनोमिकल मतलब सस्तो र रिलायबल यानि कि भरपर्दो हुनु पर्यो र यी सबैको अन्तिम लक्ष्य के हो त पानीबाट सर्ने रोगहरूलाई रोक्नु सो यो पाइप र ट्याङ्कको मात्र कुरा होइन इट्स अबाउट पब्लिक हेल्थ ल अब आयो द फाइनल पुश लास्ट मिनट रिभिजन यो सेक्सनलाई चाहिँ एक्जाम हल पस्नु अघिको फ्ल्यास कार्ड सम्झिनुहोस् सबैभन्दा इम्पोर्टेन्ट कुराहरू फटाफट हेरौँ रेडी ल फाइनल रिभिजन हे त ल फटाफट मस्ट रिमेम्बर टर्म्स इन्टेक पानी सोर्सबाट लिने ठाउँ ट्रान्समिसन मेन ट्रिटमेन्ट प्लान्टसम्म पानी लाने ठूलो पाइप रेजर्भोयर पानी जम्मा गर्ने ट्याङ्क
डिस्ट्रिब्युसन सिस्टम, घर घरमा पानी बाँड्ने नेटवर्क, पोर्टेबल वाटर, पिउन मिल्ने, होलसम वाटर, पिउनको लागि सबैभन्दा बेस्ट किनकि यसमा मिनरल्स हुन्छ। बुझियो? अनि डायग्रामको कुरा, रुरल सिस्टम के हो कीवर्ड? ग्राभिटी हो। यो डायग्राम एक्जामको लागि एकदमै इम्पोर्टेन्ट छ, एकचोटि बनाएर प्र्याक्टिस गर्नुहोला। त्यस्तै अर्बन सिस्टम, यसको कीवर्ड के हो? पम्प्स हो। अनि यसका कम्पोनेन्ट्सहरू जस्तै पम्प हाउस, फिल्टर हाउस, यी कुराहरू पनि याद राख्नुपर्छ। ल, अब एक्जामको लागि त तयारी भयो। सिस्टम कसरी बनाउने, कसरी काम गर्छ, त्यो त थाहा भयो। तर एकछिन सोचौँ त, नोटहरूमा सिस्टम बनाउने तरिका त छ, तर नेपालमा सबैको घरमा सफा पानी पुर्याउन सबैभन्दा ठूलो चुनौती के होला? यो चाहिँ सोच्नको लागि एउटा प्रश्न। ल, एक्जामको लागि अल द बेस्ट।